नमस्ते सबैजनालाई। हाम्रो चाहिँ भोलि राखे मेला लाग्दैछ र यो पाउनु भएको कहिलेदेखि लागेको यो मेला? हामीले थाहा पाउँदै लाग्थ्यो। यो चित्रे बजार विशेष गरी राके मेलामा साउन्ने 1-2 सुरु हुन्छ। यो बजार व्यापक मान्छेहरूको भिड हुन्छ। यहाँ तछाड मछाड दर्शकहरू आउनुहुन्छ। यही सिलसिलामा यहाँनिर स्टेज बन्दैछ। हेरौँ, यो चाहिँ भोलिको तयारी हो। भोलिको व्यापक साङ्गीतिक कार्यक्रम तयारी हुँदैछ। धेरै मान्छे आउँछन् होला? आउँछन्, धेरै आउँछन्। धेरै आउँछन्। अनि पाउनु भएको कहिलेदेखि लागेको यो मेला? हामीले थाहा पाउँदै लाग्थ्यो। पहिलाको र अहिलेको चाहिँ के फरक देख्नु भएको छ? अहिलेको अलिक ठुलो लाग्ने हो। पहिला त्यति लाग्दैन थियो। ढाकाको यस्तो खेलहरू हुँदैन थियो। अहिले यस्तो अब खेलहरू यो चित्रे बजार यतापट्टि धनकुटा हो? यता धनकुटा, यता तेह्रथुम। यो रोडदेखि यता धनकुटा, यो तेह्रथुम। तपाईँ कुन जिल्लामा हुनुहुन्छ? म तेह्रथुम जिल्ला आउँछु। तपाईँको घर? मेरो अलि यता घर धनकुटा हो। ए, तर तेह्रथुम जिल्लामा बसाइ? बसाइ तेह्रथुम। सुन्नु, अनि यहाँ चाहिँ कहिलेदेखि मेला लाग्दै आएको तपाईँले थाहा छ? यो चाहिँ हामीहरूले चाहिँ अब हामी त 60-62 वर्ष भइसक्यो। त्योभन्दा अगाडि कहिलेदेखि हो? यो त चाहिँ धेरै अगाडि जुजु बाजेकै पालादेखि यो राखेको। अनि सुन्नु न बा, पहिलाको र अहिलेको चाहिँ के फरक देख्नु भएको छ? अहिले अलिक मान्छेहरू अलिक बढी देख्छु। पहिलेको भन्दा अलिक राके अलिक सुध्रे जस्तो लाग्छ। पहिला चाहिँ कस्तो हुन्थ्यो र अहिले चाहिँ कस्तो हुन्छ? अहिले उहिले चाहिँ यस्तै हरिया मकै चाहिँ यसो चाहिँ के अरे भनौँ नास्पातीहरू यस्तो चाहिँ के अरे गाउँले मात्रै आउँथ्यो। अहिले चाहिँ अब कटर तलदेखि लिएर आउँछन् होइन। विभिन्न ठाउँको अब यहाँ यातायातको सुविधा भएपछि। तपाईँहरूको पालामा चाहिँ यहाँतिर धान नाच्ने चाहिँ कतिको हुन्थ्यो? धान नाच्ने, घोडा कुदाउने त्यतिखेर प्रशस्ति हुन्थ्यो। घोडाहरू लिएर हिँड्ने चाहिँ के अरे पुरै चाहिँ के अरे यहाँ पर र पर कुद्थे, धान नाच्ने। अनि यहाँ चाहिँ रातभरि नै लाग्थ्यो कि कस्तो लाग्थ्यो? रातभरि धान नाच्ने हुन्थ्यो। तपाईँहरूले कहाँबाट? धनकुटा कुन ठाउँ? खोको छिन्ताङबाट। यहाँ 600 को। अरे 600 को। अरे मेलामा साउनी त अरे गीत पनि गाउनुहुन्छ। के ल्याउनु भयो? कहाँबाट आउनु तपाईँहरूले भन्नुहोस् त? सबै खोकुबाट? के ल्याउनु भयो तिते बाहेक? ल साउनी खतरा रहेछ है। ल साउनी, यो राके मेलाले विगतलाई झस्काउँदैछ। यो राके मेला ऐतिहासिक राके मेला हो, जहाँ वर्षौं पुरानो मात्र होइन, सयौं वर्ष पुरानो बजार हो। तपाईहरु चाहिँ कहाँबाट आउनुभयो? जहिले आउनुहुन्छ? पर्से पछि कति लगेर जानुहुन्छ पैसा? ल भन्नुहोस् त, कति हजार जति लगेर जानुहुन्छ? आय स्रोत व्यापारके त कोनो टुङ्गे हुँदैन हैन, तै पनि हुन्छ 10-15 हजार जति हुन्छ। अलि धेरै हुन्छ होला। 20 रुपैयाँ बढाएर बेच्छ, तर आइमा जुन 150 छ, यहाँ 200। छिन्ताङ के कटर हो दिदी? यो खोकु छिन्ताङ अपार छ। एक पिस गाडी माथि नै बेच्ने के बेच्ने हो? खतरा हुनुहुँदो रहेछ। के बोक्नु भएको? यो तिमुर लगेको
हामी चाहिँ किनेर? मार्केटिङ गर्ने सिलसिलामा आउँदाखेरि टिमुर भेट्यौँ होइन अनि यो चाहिँ घरमा खानको लागि लिएर हिँडेको ए अचार हामी चाहिँ यहाँ राके मेलाको लागि सामान लिएर आएको सामान कति बेच्नुभयो एक गाडी बेच्नु सक्नुभयो अहिले गाडी खाली गरेर चाहिँ अब हामी चाहिँ घर हिँड्ने क्रममा न एक गाडी सक्नुभयो एक गाडी बेचिसकेको वाह। Hả?